अन्ततः विगतको लामो समयपछि भुन्टी र भूपेन्द्रको मिलन हुने कुरा पक्का भइसकेको छ। विगतको लामो समयदेखि बिग्रिएको भुन्टी र भूपेन्द्रको सम्बन्ध भने फेरि अब आउने समयमा बन्ने भएको छ। अर्थात् पछिल्लो समय भूपेन्द्रले भने आफ्नी श्रीमती भुन्टीलाई रुवाएर गरेको गल्तीको महसुस पछिल्लो समय गरिसकेका थिए। मृत्युको मुखमा पुगेका भूपेन्द्रलाई आफ्नै ज्यान दिएर भए पनि पछिल्लो समय भुन्टीले भने बचाइसकेकी थिइन्। आफ्नो शरीरमा रहेको रगत दिएर भुन्टीले भने मृत्युको मुखमा पुगेको आफ्नो श्रीमान भूपेन्द्रलाई मृत्युको मुखबाट फर्काइसकेकी थिइन्। आफ्नै प्रेमिका जेरीकै कारण पछिल्लो समय भूपेन्द्र भने मृत्युको मुखमा पुगिसकेका थिए। आफ्नै प्रेमिका जेरीकै कारण भूपेन्द्र भने पछिल्लो समय बोल्न र हिँडुल गर्न नसक्ने अवस्थामा पुगिसकेका थिए। तर भुन्टीले भने आफ्नो श्रीमान भूपेन्द्रलाई आफ्नै ज्यानको पर्वाह नगरेर भए तापनि मृत्युको मुखबाट फर्क्याउनुको साथसाथै उनको स्वास्थ्य अवस्थामा सुधार पनि ल्याइसकेकी छन्। भुन्टीको श्रीमान भूपेन्द्रको स्वास्थ्य अवस्थामा सुधार आइसकेपछि पछिल्लो समय भुन्टी र भूपेन्द्रको दाइ भुवनले भने भूपेन्द्रलाई अस्पतालबाट आफ्नो घरसम्म पनि पुर्याइसकेका थिए। तर बोल्न र हिँडुल गर्न नसक्ने अवस्थामा पुगेका भूपेन्द्रलाई स्वयं भुवनले नै आफ्नो घरमा ल्याउँदै गरेको देखिसकेपछि भूपेन्द्रकी भाउजू अर्थात् भुवनकी श्रीमतीको रिसले भने सीमा पार गरिसकेको थियो। विगतको समयमा भूपेन्द्रले आफ्नो पैसा डुबाएकै कारण भूपेन्द्रकी भाउजू भने भूपेन्द्रसँग एकदमै धेरै रिसाइरहेकी थिइन्। आफ्नो गल्तीकै कारण भूपेन्द्र भने पछिल्लो समय आफ्नी भाउजूको नजरबाट पनि गिरिसकेका थिए। आफूलाई दुःख परिरहेको समयमा पछिल्लो समय भूपेन्द्रलाई भने उनकी श्रीमती भुन्टीले मात्रै साथ दिँदै आइरहेकी थिइन्। भगवान रूपी आफ्नी श्रीमती भुन्टीलाई भूपेन्द्रले विगतको समयमा जति नै रुवाए तापनि पछिल्लो समय स्वयं भुन्टीले नै भूपेन्द्रको हेरचाह गर्नुको साथसाथै उनलाई आफ्नै ज्यान दिएर भए तापनि बचाइसकेकी थिइन्। भूपेन्द्रले जति नै हेला गरे तापनि भुन्टीले भने आफ्नो श्रीमान भूपेन्द्र प्रतिको माया मार्न सकि नै रहेकी थिइनन्। आफूलाई दुःख परिरहेको समयमा आफ्नै श्रीमती भुन्टीले मात्रै आफूलाई साथ दिएकै कारण पछिल्लो समय भूपेन्द्रले भने विगतको समयमा भुन्टीलाई रुवाएर गरेको गल्तीको महसुस पनि गरिसकेका थिए।